फ्रोजन सोल्जर भनेको जुन लिगामेन्ट सोल्जर जोइन्ट वरिपरि लिगामेन्ट हुन्छ त्यसको थिकनिङ हो, जुन चाहिँ चोटपटक लागेपछि या उमेर बढेपछि त्यो लिगामेन्टहरू क्याल्सिफाइड हुन्छ अनि त्यसले गर्दा चाहिँ लिगामेन्ट थिकन हुने हुन्छ। त्यो भएपछि बिरामीलाई हात चलाउन, हात उठाउन, टाउको माथि हात उठाउन र काइयोले कपाल कोर्न, लुगा लगाउन अप्ठ्यारो हुन्छ। अनि त्यस्तो भएपछि हामी क्लिनिकल्ली जुन पेसेन्टको जुन लक्षण हुन्छ त्यो अनुसार हामी डायग्नोसिस गर्छौँ र स्क्यान गरेर पनि, सोल्जर जोइन्टको स्क्यान गरेर पनि त्यो लिगामेन्टको थिकनिङ मोर देन 30 मिलिमिटर भन्दा बढी थिकेन छ भने चाहिँ हामी डायग्नोस गर्न सक्छौँ। सो दिस इज फ्रोजन सोल्जर। सो वन्स इट इज डायग्नोस्ड हामी त्यसमा चाहिँ के गर्छ भन्दाखेरि नर्मल सलाइनले त्यसलाई फुलाउँछ त्यो जोइन्टलाई।